हेलो साथीहरु, जोरले नमस्ते अनि वेलकम ब्याक टु माई युट्युब च्यानल। आई होप तपाईहरु सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदम ठीक छु। अनि आज चाहिँ होली, टाढाई होली अनि सबैजनालाई, सबै युट्युब फ्यामिलीलाई होलीको शुभकामना दिँदै म होली खेल्न जान लागेको। म चाहिँ निस्किसके, अब चाहिँ साथीहरुसँग भेट हुनुपर्छ ल साथीहरु। अनि म चाहिँ बाहिरबाट के भिडियो स्टार्ट गर्ने भनेको डेक बजाइरहेको आवाज आइरहन्छ नि त, अनि त्यही भएर भित्रैबाट स्टार्ट गरेर अब जान लागेको साथीहरु। बाइ बाइ। हाई भनिदिनु नि त ल। त्यस्तो ढुङ्गाले आन्ने के हाम्रो मामा श्री ठिकै चाहिँ भिडियो जाँदा हिँडेर के मुन्डाले आहा यो त नयाँ कुर्ताहरू भने हामी त 2007 सालकै अलिक यता आइज न। यहाँ आइज त, यहाँ आइज न, यहाँ आइज न। डन्डी हाई भनिदिनु न हौ। हाई भन्ने म भने यसलाई जाम भन्न आएको, तर यो चाहिँ पुरा अन्डा त्यति छ त। यस्तो यस्तो घुम्न दाजु हेलो भनिदिउँ त। हेलो गाइस, ल होली है होली। ह्यापी होली। ह्यापी होली ल। अनि लाइक कमेन्ट सेयर सब्स्क्राइब पनि भन् त। सब्स्क्राइब अलिक धेरै अब दिनु पर्यो बहिनीलाई है। मेरो मोबाइल हैन, यसले मलाई पुरै छेपिसके। ल बाबु यहाँ हेलो गाइस भन्दियो त। त्यस्तो त्यो छ्याप्दैन। ह्यापी होली भन्दियो। हेलो न त। ह्यापी होली भन्दियो न। ह्यापी होली भन्न गरे। यो ह्यापी होली त। उहाँ पनि खेल्न जाने रे। म चाहिँ यसलाई कति पर्यो ल 400। भिडियो चल्न रहेछ यो। यो चाहिँ केटाकेटीहरू जाऊँ न। तिम्रो होली खेल्न हिँडेको ओहो। होली भनौँ न गाइस। हेलो सबैले सब्स्क्राइब गरिदिनु होला है। मेरो युट्युब च्यानलमा भिजिट गरिदिनु होला। विष्णु ब्लग छ। ल ल टरुन हेर यार। एउटा भएर हेर्दैन गाइजहरु। के हो यस्तो हामी के बोले भाइ? होली खेल्न तर तिमी यस्तो के हाल भाइ यहाँ हेर्नु भनिदेऊ त। होइन केही छैन, होइन कि यस्तो अन्डा होइन फुटाल्यो भने मोबाइलमा चाहिँ नपारिदेऊ। त्यही जोरसँग हानेको अन्डा पनि ढुङ्गा जस्तै। के हो यसले फुटाल्दियो। सिवाय भिडियो नुले आज त मलाई लास्ट झिकाएर यहाँ मेरो निकाल भन्दै यो पनि बुढा घर भन्दै। अनि मोनीले रङ ल्याउँछ तैँले सबाटीलाई, अनि म त्यही रङ लगाइदिन्छु हुन्छ। तर कहिले आउँछ थाहा छैन। मोनीको पर्खाइमा छु म गाइज। यसलाई भ्लग स्टार्ट गरेको गरेन गाइस, तर ऊ त्यहाँबाट गरेको थिएँ।
तँ ग्राउन्ड मार गर्छ भोलि लुगा म खाना बासी के फुटलाम बम के पैसा बम लगिनु न ल भाषो बासु न माटा हालेको अरे फुटाल न बाइनी तेरो मोबाइल अर्कालाई दे ब्लक गर म तैँले यसरी साम त्यहाँ एहे ल्याएन ओ यो फोड्ने त यस्ता निन्छ नुवा छुरुम न मलाई बाबाले आउने हाम्रो घरमा कहाँ गएर तिमी धाचाली माग्दैन अरले के ताता ऊ मिङ्गरा नुहाले दादा मिन ठुल मम्मी सिनेको नेच बाबा धाचाली दिजे सोधे हुन्छ के लुगा धोएर बस्छ मन लगाइदिन्छु के ओइ यो सामान त एकचोटि दिदी यहाँ हाल्दे हजुरको मम्मीले त नहुने त तिमी त्यहाँ बेला लाग्छ ए टिकटक गर्छ गरम एउटाले समातिम समाति मान्छेलाई लोपके लाग्छ हेर मलाई हैन ए लगा छिरा मलाई हैन है ओ गणेश म नि तै समात्न त किमेलाई तँलाई लोपके लागि पनि ona टक्क हाल्ने छिटो कसलाई लगाइदिन्छ होला म ढुक ढुक तिमी छिटो जान्छ यसले लगाइदिन्छ भने त्यहाँ जा उठा ओटा के त सामटले म लगाइदिन्छु भने के दैछ थाहामा छैन रहेछ पुरै थाहा छैन मलाई होइन कि लगाइदिने मलाई हो न कसलाई लगाइदिन्छ हे भगवान मिटुक मिटुक बिहान गर्दाखेरि अन्डा फक हो हाल्दिनु सै निन्का अब छैन टोक्याले दात छ है गण्डकी किसके इसके मेरा गट नहीं क्यों मेरा उड़ी को पात पड़े दिजमाले अर्कोलाई चाहिँ समातेको लागि अगला डाला इसके लागि दियो नानी नाकी माले तातियो जो भएन क्या कहि एउटा क्यामेरा पागल नि थाहा दियो कि मलाई लाग्छ यार पागल नि मुखमा लाग्यो के सुरी अनि यो लेख्छ एकताल खान नउता के को लागि तालियो यो होलीको ह्यापी बर्थडे तपाईँहरू त जन्म अगाडि ल्याउनु भनेको त गाइजहरू त डेटमा लाग्छ हामी चाहिँ होली खेल्न हिँडेको हामी त झ्याउ लागिसक्यो भैली खेल्न ए के अरे होली खेल्न न कोही पनि मानेन यहाँ के हरायो अब हामी चाहिँ घर गएर सुटिङ छ त्यो अरक्सी काम छैन रे अथवा दिदी त्यो पलक के कसले लगेको हो खास मलाई के थाहा बुढोहरूले लग्यो त्यो 25 पुसदेखि त थाहा छैन कि मलाई तरुणीहरू यहाँ सिन्दुर लगाएर यिनीहरू भागिसक्यो है कसको पोइ ए कस यिनीहरू तिम्रो बुढा खोजेर ल्याऊ है तिम्रो बुढा खोजेर ल्याऊ त्यहाँ यिनीहरू मौकामा चौका पारेर हिँड्ने चाहिँ यिनीहरूले हेरेर हिँड्ने छ मलाई यतातिर देखाउनु पर्यो के छ गाई यसलाई सिन्दुर लगाइदिएछ यसको पोइ यहाँ सम्पर्कविहीन भएको छ यहाँ के अरे सम्पर्कमा आइदिनु होला पोइ हराएको सुनसुना साथीहरू म्यामलाई अन्डाले हाकेर सबै बिजोग गरायो हामीलाई सब मेरो टाउकोमा पनि छ कि माया होली खेल्न भनेर निस्क्यो यस्तै भइरहेको बताउँछ ऊ एकदम के भएर चाहिँ पछाडिबाट भक भक लगाइदिएको
मैले पानी युज गर्नु नपर्छ किन नरोकिनु पानी भिडियोले यहाँ हेरौँ त एकचोटि उता फर्किन गाइस म चाहिँ क्यामेराम्यान यसको म चाहिँ अघि नउस्ता थियो म चाहिँ अहिले पुछामा भइसक्यो यो चाहिँ फस्यो कति मजाले झुक्यो बिपना कति डरा बहिनी होला घुरानु छ बुढी बजाई गाई सब भाग्यो के भाग्यो गाई छोरी यता चाहिँ साथीहरू हामी बिचुक भयौँ कहाँ जाने त्यो डाँडामा जानु भनेको सब डेटिङ बसी अनि त्यही भएर यति हाल्छौँ तपाईँ छोरी छ म त के भन्ने अब चाहिँ हामी त्यता हाम्रो गाउँको बोजेहरू त्यता हुनुहुन्छ अरे त्यही भएर हामी सरी हामी जान लाग्यो सकियो साथीहरू अब हामी चाहिँ हाम्रो गाउँको मान्छेहरूसँग भेट हुन लाग्यो भन्दा नि त्यहाँ यहाँ हुनुहुन्छ अनि हामी चाहिँ हिँडिरहेछौँ साथीहरू उहाँको मोबाइल सधैँ चिप्लाइरहेको छ अन्त पिलिक होस् मोमोको हेलो यहाँ कहीं हम देख रहे हैं बता फोन लंच है हम कहाँ से उठी हुआ था क्या जब मैं वहाँ में मिला तो कहाँ यो बिजनेस ना बाका यार क्यों गाई गर्ने खेती ज्ञान बा
हेलो अन्टा साथीहरू हामी चाहिँ फर्स्ट टाइम यसरी हिँडिरहेको छौँ बगैँचातिर भन्छ कि कता कतातिर होइन फर्स्ट टाइम अरू बेला भोलि आउँदा नि हामी हिँड्थेनौँ त अनि डराएर घर बस्थ्यौँ अनि अहिले चाहिँ फर्स्ट टाइम यस्तै हिँडिरहेको छौँ लाग्छु पनि अनि चाहिँ के भन्न चाहन्छु भने बगैँचा बगैँचा त हिँडिरहेको छु र अटो पनि भेटेको छैन केही पनि भेटेको छैन अझै पनि हिँडिरहेको छु कहिले पुग्ने थाहा छैन अनि अहिलेसम्म चाहिँ हामीलाई त्यो बाहिर केटाहरू रङ लगाउने यताउति चाहिँ गरेको छैन होइन त्यस्तो गर्न पनि नपरोस् डराइ हिँडिरहेको छु हामी चाहिँ हुनुहुन्छ क्या हाम्रो गाडी चाहिँ कहाँ जान लाग्यो भन्दा बगैँचा जान लाग्यो है हामी चाहिँ अनि हाय गाइज म चाहिँ भुत जस्तो देखेछ होला यता एकजना उहाँ पुसाइजी हाम्रो गाडी अनि हामी हिँड्दैछौँ भर्खर ओ दसकै बाइक आयो यो चाहिँ 1 नम्बरको पागल नि हो हामी हिँड्दैछौँ खै न कपाल हेरौँ न पछाडि हेर्न यसको भन्दा यसको बब्बाल छ कपाल अनि यहाँ पाखाबान डाँडामा सबै डेटिङ बसेछ होला हामी सिंगल परियो हामी सिंगल परियो अघि सिंगल दे हेर्न यहाँ कति धेरै तिमी कति खाएको हेर्न जाउँ ल भिडियो गर्दै त 2 जनालाई जान्छ एकजनाले आज दुईटाको साथीहरू हामी चाहिँ फाइनल बगैँचा आइपुग्यौँ हेर्न तैँले कहाँ गरेछ भिडियो यस्तो कहाँ कति धेरै मान्छेहरू रहेछ क्या फाइनली फर्स्ट टाइम आएको यहाँ जाउँ पसलहरू सब बन्द छ
hours later. साथीहरु हामी चाहिँ अटोमा जान लाग्यो सामान बोक्ने अटोमा बगैँचा तल बगैँचा अब हामी यो त के हो अघि हामी बाटो यस्तै नआउँदाखेरि एकछिन त्यहाँ उहाँ बुढाले न कति भेटाइम पनि हुन्थ्यो अघि आउँथ्यो मिठो पनि हुन्थ्यो म त थाकिसकेँ हिँड्दा थाकिसकेँ गाइस म त अब त मिखुपटिल खाऊ है पा झल्ला आगे जुआ झल्ला आगे वो छि तीनटा भयो दुईटा भनेको यी सुच्यात मुनाले च्याच बोटा सुच्यात थल कुकुर वो स्वीट रंग 85 दुने सुच्याम नि तिन तेरे दिम्ने अनि लगा त ओइ खाडो मुना मानु नै भाषा रे मिटा देना छक्का वागे जे भाषा नि पनि रङ रमा बोल्नु के भाषा साथी आजको भिडियो चाहिँ यति नै के कस्तो लाग्छ लाइक कमेन्ट शेयर सब्स्क्राइब गरिदिनु होला र अझै पनि यस्तै माया देखाइदिनु होला भन्न चाहन्छु अनि लगभग मेरो यो भिडियो चाहिँ अन्तिम लास्ट हुन्छ होला न मेरो चाहिँ इक्जाम आउँदैछ नि त अनि इक्जाम सकेपछि म सकेसम्म डेली भ्लग ल्याउने कोसिस गर्छु त्यसैले आजको भिडियो यति नै लाइक कमेन्ट शेयर सब्स्क्राइब गर्नु होला नयाँ हुनुहुन्छ भने सब्स्क्राइब लाइक पनि गरिदिनु होला बाई बाई